जापानमा बसेर नि केही पकाउन नआउने मान्छे पसल जाँदा के चाहिँ किनेर आउँछ त? सो फर्स्टमा छ हाम्रो बिस्किट छ हैन, यो चाहिँ चोको चिप्स भएको वाला हैन, चकलेट र यो नर्मल फ्लेभरमा हैन, दुईटै मिक्स भएको वाला हो। इट इज रियली गुड है, आई गिभ 10 आउट अफ 10। यो म यति खान्छु हैन, तर यसले भुइँ चाहिँ अलिकति फोहोर पार्छ किनभने अब त्यो बिस्किट हो हैन, अलिकति खतरखुतुर खसिरहेको छ। सो हाम्रो सेकेन्डमा छ हैन, सेकेन्डमा चाहिँ यो ग्योजा हो हैन, निन्नीको ग्योजा विच मिन्स गार्लिक ग्योजा। र यो चाहिँ म हैन मोमो मन नपर्ने मान्छे हैन नेपालमा हुँदाखेरि, यहाँ जापान आएदेखि चाहिँ अलिकति मोमो अलिकति मन पर्न थालेछ र ग्योजा पनि रिसेन्टली एकदमै मन पर्न थालेछ। सो या आइ एम स्प्यामिङ दिस एज वेल। अनि अर्को चाहिँ यो चिकन हो हैन, लिटरली चिकन या खरागी भन्छ हैन यो जापानमा चाहिँ। सो यो पनि जस्ट माइक्रोवेभमा यतिकै हालेर तताएर खान मिल्छ है, विच इज रियली गुड। मेबी जस्ट किडिङ है, यो चाहिँ यो फर्स्ट टाइम ट्राई गर्नलाई यो वाला खरागी चाहिँ मैले। अनि अर्को वी हेभ रामेन हैन, यो चाहिँ यो पनि मैले धेरै स्प्याम गर्ने रामेन हो हैन। यो रामेन पनि म धेरै नै खान्छु हैन, अब पेटलाई अलिकति त हुन्छ तर या आई लभ दिस है। चिजवालामा हो, अरू पिरोवाला चाहिँ म खासै खान सक्दिनँ अनि त्यही भएर या आई लभ दिस हैन। ठिक्कको पिरो हुन्छ त्यो। अर्को कोरियन रामेन नि छ त बुल्डोग है समथिङ, त्यो वाला चाहिँ म अलिक खान सक्दिनँ, तर पिरो धेरै खान नसक्ने मान्छे तर पिरो मन पर्नेहरूलाई चाहिँ दिस इज द बेस्ट है। एन्ड द नेक्स्ट वान इज अन्डा। सो या आई अलरेडी हेभ 2 अन्डा, तर या आई निड मोर हैन खानको लागि। सो या यो अन्डा पनि ल्याएको छु है, नथिङ सो स्पेसल अबाउट दिस अन्डा। अर्को चाहिँ हाम्रो काँक्रो छ हैन, अब हेल्दी फुडहरू खानु पर्यो हैन ह्यान्डसम हुनको लागि त, त्यही भएर यो काँक्रो पनि मैले एउटा ल्याएको छु है, कि एउटा हैन 3टा ल्याएको छु हैन। सो अब यस्तो फेस मेन्टेन गर्न त हैन, अब यस्तो थोपडा मेन्टेन गर्न त अब काँक्रो खानु परिहाल्यो है। अनि लास्टमा चाहिँ हामीसँग एउटा डक टेप छ हैन, यो टेप चाहिँ मैले किन ल्याएको भन्दाखेरि हैन, कोही चाहिँ कमेन्ट सेक्सनमा एकदमै बढी बोल्न थालेछ है तिनीहरूको मुख टाल्नको लागि है। अनि या हाम्रो आजको हाउल चाहिँ यति नै हो हैन। सो यस्तो ह्यान्डसम मान्छेले जापानमा हैन केही बनाउन आए पनि के खाँदो रहेछ भनेर आजबाट थाहा पाउनु भयो है। अरू पनि केही क्वेसन छ भने यु क्यान कमेन्ट डाउन, म त्यसको रिप्लाई गर्नेवाला छैन है त। थ्याङ्क यू।